नेपालीमा भूतका डरलाग्दा कथाहरू भन्ने यस भूतघर नेपाल च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यस भूतघरको सदस्य बन्नुहोस् र यो भिडियोलाई लाइक गरिदिनुहोस्। बिहानै भाले बासेसँगै गाउँघरमा कामको चटारो सुरु हुन थाल्यो। म पनि सानै केटाकेटी बिहानै उठेर यसो हातमुख धुन्छु भनी आँगनको एक छेउमा रहेको धारामा पुग्छु। म देख्छु त्यहाँ मानिसहरू भेट्टाइयो रे ल आऊ हे आऊ गाउँलेहरू भेट्टाइयो रे भन्दै कुदाकुद दौडादौड गरेको पो सुन्छु। यता हाम्रो घरबाट पनि बुवा फुत्त बाहिर निस्की माइते भेट्टाइयो रे, माइतेलाई भेट्टाइयो रे, ल म आइहालेँ यसै भनी मलाई पनि बोलाउँदै बाबु ल आइज, हिँड त हिँड, त पनि हिँड, ल आइज, माइते भेट्टाइयो रे भनी बोलाउनु भयो। माइते भनेको चाहिँ हामीसँगै खेल्ने एक भाइ थियो। त्यसले भन्दा 2-4वटा भोटो हामीले अलि अगाडि नै फटाएका थियौँ। यसरी अन्दाजी त्यो हामीभन्दा करिब 2-4 वर्षले सानो थियो। उसो त हामी पनि त्यसबेला करिब 10-12 वर्षका हुँदा हौँ। अहिले जसो यति नै उमेर भयो भन्ने त कहाँ ज्ञान हुन्थ्यो र। यता म पनि बुवाको हात समाती दौडी जङ्गल भइतिर लागे। जङ्गलमा उता घाँस काट्न गएका महिलाहरूले एक ठाउँमा बच्चा रोएको देखेपछि को रहेछ भनी खोज्न जाँदा त्यही माइतेलाई भुइँमा लडेर रोइरहेको अवस्थामा भेट्नु भएको रहेछ। ऊ अन्दाजी 7-8 वर्षको सानो केटो थियो। हामी पनि हस्याङ फस्याङ गर्दै जङ्गलकै त्यही एक छेउमा पुगियो। त्यहाँ पुगी गई हेर्दा माइते एक छेउमा बसी रोइरहेको रहेछ। हामी पुग्नु पनि के, उसको आमा बुवा पनि त्यहाँ पुग्नु भएको थियो। त्यसपछि उहाँहरूले उसलाई साथै लिएर घर आउनुभयो। हामी पनि पछि होइन के भएछ कसो भएछ जान्ने खुल्दुली सहित उसकै घरतिर लाग्यौँ। माइते र माइतेको परिवारको पछि उसकै घर भएतिर। करिब हप्ता दिन अगाडि साँझको बेलातिर खाजा खाई माइते म खेलेर आउँछु साथीहरूसँग भनी घरबाट निस्किएको रहेछ। र त्यसरी घरबाट निस्किएको माइते त्यस साँझबाट भने कहिल्यै घर फर्केर आएन। यसरी हप्ता दिनसम्म आमा बाउहरूले निकै रोइ कराई गरी उसलाई खोजे। गाउँको प्रत्येक घरमा सोधी खोजी गरिभएका थिए। गाउँको घरमा मात्र नभई वरपरका गाउँका 4-5 घरहरू पनि उनीहरूले सोधी खोजी गरी भ्याइसकेका थिए। गाउँलेहरू मिली कहीँ कतै जङ्गलतिर पो छिर्यो कि भनी जङ्गल पनि पुरै चारेर भ्याइसकेका थिए। गाउँ आसपासमा रहेका भिरहरू पाखा पन्तुराहरू सबै चारेर भ्याइसकेका थिए। कतै खोलामा पानी खेल्न जाँदा खोलाले नै पो बगायो कि भनी मानिसहरू खोला बगरसम्म पनि हेर्न पुगिसकेका थिए। यसरी खोज्दा पनि माइतेलाई भेट्टाउन सकिएको थिएन। तर हप्ता दिनपछि भने सकुशलै जङ्गलमा कुनै पनि अङ्गमा चोट नलागिएको अवस्थामा भेट्दा आज गाउँलेहरू 3 छक्कै थिए। सानै भएका उसैका साथीभाइ हामीहरू पनि 3 छक्कै परेका थियौँ। आज माइते भेटिएको अवसरमा गाउँका सबै ठुला बडा भलादमीहरू केटाकेटी आइमाईहरू सबै भेला भई माइतेकै घरमा जम्मा भएका थियौँ। केही बेर घरमा बसेसँगै माइतेको आमा बुवाले ल बाबु के भएको थियो, कहाँ हराएको थियो, तिमी कहाँ गएको थियो भन त भनी उसलाई फकाई सोध्न थाल्नुभयो। अनि उसले अब बिस्तारै आफ्नो कुराहरू खोल्न थाल्यो। माइते अलि शान्त भएर भन्छ, म खोइ त्यो बेलुका खेल्न जानी भनेर म स्कुलको ग्राउन्डमा गएको थिएँ। दाइहरू सबै भलिबल खेल्दै हुनुहुन्थ्यो। म पनि त्यही दाइहरूसँग बेलामा भलिबल खेल्दै बस्दै गरिरहेको थिएँ। बेलुका साँझ परिसकेको थिए। दाइहरूले मलाई माइते त घर जानु पर्दैन भन्दै कराउँदै हुनुहुन्थ्यो। म पनि अब दाइहरू सँगसँगै जान्छु भनेर बसिरहेको थिएँ। म त्यहाँ दाइहरूले भलिबल खेलेको हेर्दै एक्कासी भलिबल त उछिट्टिएर त्यही स्कुलको खोल्सा भएतिर छिर्यो। त्यसमध्ये दाइ एकजनाले मलाई लाइट दिनुभयो र जा बाबु जा बल लिएर आइजो भन्नुभयो।
अनि म बल लिनको लागि त्यही खोल्सातिर लाइट बाल्दै छिरे। मैले निकै बेरसम्म बल खोजी, तर मैले उता बल भेट्टाउन सकिनँ। यता दाईहरूले भने, ए बाबु भेट्टाएन भने आइज फर्की, हामी अब घर जान लागेको, भोलि बिहान खोजौँला भन्दै हुनुहुन्थ्यो। म भने कुरा सुने नसुने जसै गरी खोजी नै रहेको थिएँ। केही बेर पछि मैले त्यहाँ बल पनि भेट्टाएँ। बल भेट्टाइ जब माथि ग्राउन्ड भए ठाउँमा आउँछु त दाईहरू घर गइसक्नु भएको रहेछ। अब दाईहरू घर गइसकेपछि म पनि के एक्लै बस्नु भनेर बल त्यही ग्राउन्डको एक कुनामा फालिराखी म पनि घरतिर फर्किँदै थिएँ। म त्यसरी घर फर्किँदै गर्दा मैले बाटोमा कोही मसँगसँगै हिँडेको जस्तो आवाज सुने। म अझै नसुने जस्तो गर्दै सरासर अगाडि हिँड्दै थिएँ। घरि एक्कासी माथिबाट खुरुर कोही दौडेको जस्तो सुन्थे, त घरिघरि खुरुर तलतिरबाट कोही दौडिँदै म भएतिर आए जस्तो सुन्थे। बाटोमा म एक्लै थिएँ। मैले दायाँ बायाँ तलमाथि पनि हेर्थेँ। त्यसरी हेर्दा मैले त्यहाँ कसैलाई देख्दिन थिएँ। बेला बौकामा बाटोको छेउछाउमा भएका झाडीहरू सरर सरर कसैले हल्लाए जस्तो पनि मान्दै थिए। अनि एक्कासी म अब होइन के रहेछ भनी डराएर दौडिन यसो के खोजेको थिएँ, पछाडिबाट कोही दौडिँदै म भएतिर आए जस्तै सुने। अनि मैले एक्कासी को रहेछ ए भनी पछाडि फरक्क फर्केर हेर्दा त पछाडि म जत्रै एउटा सानो मान्छे थियो। तर त्यो मान्छे त सानोमै कति बुढो पो थियो। अनि त त्यसले मलाई एक्कासी च्याप्पै समात्यो अनि आफ्नो काँधमा चढायो। काँधमा चढाएर त त्यो मान्छेले मलाई यति बेसरी दौडायो कि मलाई एकछिनमै जङ्गलभित्र पो छिरायो। अनि जङ्गलभित्रै उसले कता कता दौडायो। रातिको बेलामा मैले त्यो बाटोहरू कुनै पनि अहिले पत्ता लगाउनै सक्दिनँ। उसले निकै बेर मलाई जङ्गलमा दौडायो र जङ्गलमा दौडाएसँगै केही बेरमा उसले मलाई एउटा ओडार भएको ठाउँमा पुर्यायो र ओडारभित्र उसले मलाई फुत्तै फालेको हो या तानेको हो, एकै झट्कामा त्यो ओडारभित्र छिराइहाल्यो। त्यसरी ओडारभित्र पसेको केही बेर पछि त मलाई छ्याङ्ग उज्यालो भए जस्तो लाग्यो। ओडारभित्र चारैतिर उज्यालो थियो र ओडार त मुख बाहिर सानो भए तापनि भित्र निकै फराकिलो थियो। भित्र ओडारमा टल 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 पहेँलै सुन जस्तो ढल्किरहेको थियो। लाग्दै थियो त्यो पुरै ओडार सुनले बनेको जस्तै पहेँलै टल्किँदै थियो। ओडारको चारैतिर जता हेरे पनि पहेँल पुरो सुन टल्किएको थियो। अनि जसै मलाई त्यहाँ पुर्यायो त्यहाँ मैले अब अर्को एउटा सानो मान्छे पनि देखेँ। तर त्यो मान्छे अब छोरो मान्छे नभएर छोरी मान्छे पो थिए। त्यसका लामा लामा दारा निस्किएका थिए। त्यो छोरी मान्छे त निकै डरलाग्दी थिए। दारा मात्रै लामा लामा नभएर त्यसका हातका नङ्ग्राहरू पनि निकै लामा लामा र तिखा तिखा थिए। सेतै कपाल फुलेको अनि निकै लामो कपाल, अनि त्यसको छातीका ती दुई स्तनहरू निकै लामा लामा थिए। लाग्दै थियो त्यसका छातीका स्तनहरूले भुइँ छोइरहेको छ जस्तै। त्यो बुढी आइमाई देख्दै निकै डरलाग्दो थिए। हेर्दा मात्रै सानो तर निकै नै भयानक। अनि उता त्यो मलाई बोकेर लाने केटा भने देख्दा मात्रै सानो तर बुढो मान्छे जस्तो। पुरै अनुहारहरू चाउरी परेका अनि अनुहारभरि सेता सेता कपालहरू फुलेका, जताततै दारी जुङ्गा जस्तो सेतै कपाल फुलेका थिए। त्यसको शरीरमा विभिन्न मालाहरू पनि थिए अनि त्यसले एउटा सानो ढ्याङ्ग्रो जस्तो पनि बोकेको थियो। मलाई त्यसले त्यसरी त्यो सुनको गुफामा लगेपछि केही बेर पछि त त्यो डरलाग्दी आइमाईले त ल यसलाई पकाएर खानुपर्छ, आज यसलाई खानुपर्छ पो भन्न थाली। त्यति सुनेपछि त म त डरले रुन थालिहालेँ। अब यिनीहरूले मलाई मारेर खाने भए भनेर। अनि त्यत्तिकैमा त्यो ढ्याङ्ग्रो बोकिएको केटोले भने, हुँदैन, यसलाई खान हुँदैन, यसलाई मैले लिएर आएको हुँ, यसलाई म विद्या सिकाएर यसलाई पठाउँछु, यसलाई खान हुँदैन भन्न पो थाल्यो। अनि उता त्यो आइमाईले भने, होइन यसलाई खानुपर्छ, यो त हाम्रो शिकार पो हो त, यो त कति मिठो हुन्छ, खानुपर्छ आज यसलाई, त्यसो पो भन्थे। म भने उता डरले थरथर थरथर काम्दै रुँदै बसिरहेको थिएँ।
तर त्यो मलाई बोकेर लाने सानो मान्छेले भने खान दिएन। उनीहरू बाँच्थे, तर मलाई भने खान दिँदैन थियो। त्यही सुनको गुफाको एक कुनामा मलाई बोकी लगेको त्यो केटलले मलाई बस्न, खान र सुत्नको लागि एउटा ठाउँ मिलाइदियो। सायद उसले मन्त्र जप गरी एउटा रेखा कोरेको पनि थियो। त्यसपछि भने त्यो लामो लामो धारा भएको त्यो आइमाई अब मेरो छेउमा आउँदिन थिए, डराउँथी र परपरै बस्थे। तर खाना खाने बेलामा भने प्राय सँगसँगै हुने गरिन्थ्यो। अनि खाना खाने बेलामा मलाई प्राय जसो गडेउला खान दिन्थ्यो। अनि गडेउला खाँदा जहिले पनि उल्टो हातले पो थाप्न लगाउँथ्यो। उल्टो हातले थापी उल्टै तरिकाले खानु पर्थ्यो। त्यसरी गुफामा लगिएको दोस्रो दिन मलाई त्यो सानो मान्छे आई भन्न थाल्यो कि म एक झाँक्री हो, म तँलाई यहाँ झाँक्री विद्या सिकाउन लिएर आएको। तेरो कुनै शरीरमा खोट छैन र तेरो कुनै शरीरमा पाल पनि पारिएको छैन। त्यही हुनाले तँलाई म मेरो झाँक्री विद्या सिकाउँछु। तैँले यो विद्या सिकी बाहिर मान्छेलाई सहयोग गर्नु। मानिसहरू हामीलाई देखे भने डराउँछन्, त्यसैले म तँलाई सिकाइ पठाउँछु भनी मलाई कुरा सुनाएको थियो। र आफू झाँक्री भएको र अर्को उसको बुढी झाँक्रिनी भएको भनी चिनाएको थियो। झाँक्रीले माया गर्थ्यो, तर झाँक्रिनीले भने आजै खाउँ भोलि खाउँ गर्थ्यो। त्यसरी गएको दोस्रो दिनको कुरा हो। दोस्रो दिन झाँक्रीले एउटा भाँडोभरि माटो लिएर आयो। अनि उसले मेरो पुरै शरीरमा माटो दल्न पो थाल्यो। मलाई त्यहाँ कपडा लगाउन दिएन, पुरै शरीरभरि माटो मात्रै दल्दियो। अनि उसले भन्दै थियो, तैँले यसो गरिस् भने तँलाई कसैले केहीले पनि हानि गर्दैन, तेरो यो कपडा भन्दा राम्रो हो भनी सम्झाउँथ्यो। गाउँकै अर्को एक बुढो मान्छेले भन्न थाल्यो, यसले यो मान्छेको गन्ध आउँछ, जनावरहरू आउँछ भनेर होला, त्यसै गर्छन् रे बनझाँक्रीले, हाम्रो बाजेहरूले भनेको सुनेको मैले नि। यसै भनी त्यो बुढो मान्छे बोल्नुभयो। अनि उता माइते पनि एकछिन चुपो लाग्यो। यत्तिकैमा उता गाउँलेहरू मुखामुख गर्दै एकअर्कासँग कुराकानी गर्न थाले। कोही भन्दै थिए, ए बनझाँक्रीले पो लगेको रहेछ, कसो खाइनछ त्यो बनझाँक्रिनीले भनी सुन्थे। अनि कसैले हो बनझाँक्री नै हो, गडेउला खान दिन्छ रे, हो मैले नि सुनेको, तिनीहरूको गुफा त सुनको हुन्छ रे। यसै भनी मानिसहरू एकअर्काको मुखामुख हेर्दै कुराकानी गर्दै थिए। अनि उता प्रत्यक्ष आफैले देखिआएको माइतेलाई अरू प्रश्नहरू पनि तेर्साउँदै थिए। यतिकैमा उसको बुवाले पनि अनि बाबु के भयो ल भन भन्दै सुनाउनु भयो। अनि ऊ फेरि अब अलि रुन्चे मुख लगाउँदै, अनि त मलाई जहिले गडेउला खान दिन्थ्यो, अनि उल्टो हात थापेर खान्थे, अनि उसले के भन्न लगाउँथ्यो। खोइ मैले त्यसले जे भने त्यही भनेन भनी मलाई निकै पिड्थ्यो। अनि त्यसरी पिड्दा म अलिकति रोएँ भने पनि त्यो बनझाँक्रिनीले यसलाई खानुपर्छ, अब यसको दिन सकिएको हो, यसलाई खाने दिन आएको हो भन्दै आफ्नो लामो लामो दारा देखाउँथे। यसै भनी सुनायो। अनि ऊ रुन पो थाल्यो। अब यति भइसकेपछि गाउँलेहरूले खासै केही जान्न र बुझ्न अब बाँकी पनि थिएन। बनझाँक्रीले नै लगेको रहेछ भन्ने पत्तो लागिसकेको थियो। यता हामी केटाकेटीहरू भने डरले थुर भएका थियौँ। अनि यत्तिकैमा एउटा अलि बुढो मान्छेले भन्न थाल्नुभयो, खोइ हामीले पनि सुनेको, अब यो शरीरमा खोट नहुने, कतै दाग धब्बा नभएको, अनि शरीरमा कतै नछेडेको मान्छे छ भने बनझाँक्रीले उठाउँछ रे, ठुलै भएपछि नै उठाउँछ रे। केटाकेटीलाई त अब कहाँ छोड्ने भयो त। अनि यो माइतीको कान छेड्दा छैन, कान छेडिदिनु नि, कान छेड्दै त लाँदैन थियो। यसै भनी सुनाउनु भयो। म पनि उता डरले यसो आफ्नो कानतिर छामी। मेरो सानैमै कान पारेको थियो, कतै बुझ्यो कि भनी मलाई अब पो डर लाग्न थाल्यो। अनि यत्तिकैमा उता फेरि त्यो बुढो मान्छेले कुरा थप्दै सुनाउनु भयो, होइन मैले नि सुनेको, यी बनझाँक्रीहरूले त ठुलै भइसकेपछि पनि उठाउँछन् रे। मान्छेहरू सानसाना डल्ला भए पनि निकै बल भएका पो हुन्छन् त। पोर्की परार पल्ला गाउँको माइलाको बुढीलाई करेसा बारीमा पिसा फेर्न जाँदा त्यहीँबाट पो उठाएर दौडिएछ। कसो उसले मलाई पिसाब च्यापे छोड्दे
मलाई पिसाब च्याप छोडिदिन्छस् कि तैमाथि पिसाब गरिदिऊ भनेपछि बल्ल पो डरले छोडिदिएको थियो रे। वनमान्छेहरू चोखो र धामी झाँक्री विद्यामा पोख्त हुने भएका हुँदा त्यसरी कसैले आफूमाथि पिसाब फेरिदिन्छु भनेपछि चाहिँ डराउँछन् रे, कतै म बिटुलो पो हुन्छु कि भनेर, अनि छोड्छन् रे। कसो त्यो आइमाईले त्यति चाहिँ जानेकी सुनेकी रहेछ। यस्ता कुराहरू त जान्न बुझ्न पर्छ है सबैले। यसै भनी त्यो बुढो मान्छे अब चुप लाग्नुभयो। यतिकैमा उता गाउँकै अर्को एउटा काका पनि कसो वनझाँक्रीले त छोड्दो रहेछ। बाजेले सुनाएको एकचोटि बाजेलाई बिच बाटोमा वनझाँक्रीले भेटेको थिए रे। अनि ती वनझाँक्रीले त खाउला जसरी नै पो लखेटेछ रे। अब बिच बाटोमा त्यसमाथि वनझाँक्री भेटेको, अब यसले मलाई मार्ने भई भनेर बाजे डरले भाग्नु भएको थियो रे। त्यस बेलामा बाजेले पनि सुन्नुभएको रहेछ कि भाग्दाखेरि उकालो उकालो भाग्यो भने ती वनझाँक्रीले आफ्नो त्यो दुवै स्तनहरू काँधमा चढाएर लखड्छे र त्यसले तुरुन्तै हामीलाई भेट्छ भनेर सुन्नुभएको रहेछ। त्यसै हुनाले उता उकालो लाग्नुपर्ने मान्छे पनि ती वनझाँक्रीले लखटेपछि ओह्रालो ओह्रालो भाग्नु भएछ। त्यसरी भाग्दाखेरि चाहिँ त्यसका ती दुवै स्तनहरू काँधमा नअड्की भुइँमा लत्रिनी र आफै पनि त्यही स्तनमा टेकी लड्नी हुँदा ओह्रालो भाग्नुपर्छ भनी सुन्नुभएको रहेछ। त्यसैले नै उहाँ ओह्रालो ओह्रालो भाग्नु भएको रहेछ र पो बाँचेर आउन सक्नुभएको भनेर सुनाउनु भएको थियो। वनझाँक्री भन्दा त वनझाँक्री नि पो खतरा हुन्छ रे त भनेर सुनाउनु भयो। उता गाउँलेहरू पनि अब एकअर्काको मुखामुख गर्न थाले। अनि यत्तिकैमा एकजना अलि बुढो मान्छेले फेरि भन्नुभयो, अब उसो त उनीहरू पनि यही प्रकृतिकै मान्छेहरू हुन्, तर उनीहरूको त्यो गुफा ओडार भेटाउन सकियो भने त्यसलाई बन्द गरिदियो भने यसरी सताउँदैन थिए कि। हाम्रा बाउबाजेहरूले पहिला पहिला त्यस्ता ओडारहरू भेट्यो भने टाल्दिनी बन्द गरिदिने गर्थे रे। कतै यो बाबुलाई थाहा छ कि तिनीहरूको ओडार कहाँ थियो भनी भनेर फेरि माइतेलाई सोध्नुभयो। बाबु तिमीले तिनीहरूको ओडार देखेका छौ भने? अनि फेरि माइते पुलुक्क सबै गाउँलेतिर हेर्दै भन्छ, खोइ मलाई त लाँदा राति लगेको, राति अँध्यारो थियो, मैले त गुफाभित्र मात्रै उज्यालो देखेको। अनि त्यसले मलाई त्यसरी गुफाभित्र पढाउँदा पनि मैले केही नटिपेको र केही नदोहोऱ्याएको, अनि मेरो बोली पनि अलि तोते तोते भएको हुँदा यसले अब सिक्दैन भनेर उसले मलाई राति नै त्यस ओडारबाट निकालेको। अनि रातभरि कता कता दौडायो, अनि उज्यालो हुन हुन लागेपछि बल्ल त्यो ठाउँमा छोडिदिएको भनेर सुनायो। अब यति सुनिसकेपछि यता गाउँलेहरू अब के थाहा त त्यति सानो बच्चालाई अब भेटाइयो भने बन्द गरिदिउँला, कहाँ छ त्यति घना जङ्गलमा, कता हो। अब वनझाँक्रीको गुफै मात्र खोजेर हिँड्ने काम पनि त भएन। अब हराएको मान्छे भेटाइहाल्यो, सकुशलै छ। अब भगवानको यही कृपा थियो। अब माइतीको कान छेडिदिनु पर्यो, लु कान छेडिदिनु है भनी गाउँलेहरूले कान छेड्ने सल्लाह दिँदै सबै बिस्तारै बिस्तारै आफआफ्नो घरतिर लागे। अनि उता म र मेरो बुवा पनि सरासर आफ्नो घरतिर आयौँ। यही थियो बाबु हामीले सानोमा सुनेको र खुद आँखाले देखेको त्यो वनझाँक्रीको घटना। मैले आफ्नै आँखाले वनझाँक्री त देखेको छैन, तर सानोमा खुद वनझाँक्रीले लगेको मान्छेको कहानी भने यही थियो। यसै भनी यता मलाई बाजेले आफ्नो वनझाँक्रीको कहानी सुनाउनु भयो र यही वनझाँक्रीको कहानी आज मैले यस भूतघर नेपालमा लेखी पठाएको छु। नमस्कार सबैजनामा। मेरो नाम रविन्द्र हो र मेरो घर डडेलधुरा र मैले पछिल्लो समयमा मेरो बाजे खुद आफैले भोग्नु भएको मसानले पिछा लागेको घटना तपाईहरू सबैले मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद र यो घटना पनि मन पराइदिनु हुनेछ भन्ने आशा लिँदै म तपाईहरू माझबाट बिदा माग्दछु। धन्यवाद। हस् त श्रोताहरू, रविन्द्रजीलाई हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ र उहाँको यो वनझाँक्रीको कहानी तपाईहरूलाई के कस्तो लाग्यो र तपाईहरूले वनझाँक्रीको बारेमा अन्य थप के कति कुराहरू सुन्नुभएको थियो तल कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया लेखी पठाउन नभुल्नुहोला। र यदि तपाईहरूसँग पनि यस्तै घटनाहरू छन् भने
हाम्रो जिमेल एड्रेस bhutkoghar@gmail.com या त हाम्रो इन्स्टाग्राम भूतघरमा लेखेर वा त भोइस फर्म्याटमा हामीलाई पठाउन सक्नुहुनेछ भन्ने जानकारी दिन चाहन्छौँ र लिङ्क तल डिस्क्रिप्सन बक्समा पाउन सक्नुहुनेछ भन्दै आजको लागि तपाईहरू माझबाट बिदा माग्दछौँ। तपाईहरूको दिन सदैव सुखद रहोस्, तपाईहरू सदैव खुसी रहनुहोस्। हस्त, धन्यवाद।